जापानिजमा हाई दुईचोटि भन्दै नभन्नुहोस्। नमस्ते, मेरो नाम के हो, म नेपाली बोल्ने जापानिज हो। धेरैजनाले इन्टरभ्यूको लागि कसरी बोल्नु पर्छ भनेर सोध्नुहुन्छ। इन्टरभ्यूमा ठुलो मान्छेसँग बोल्दा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हाई दुईचोटि नभन्ने हो। नेपालमा हजुर हजुर भन्ने हिसाबमा जापानिजमा पनि हाई हाई भन्नुभयो भने एकदम रुड हुन्छ। हाई दुईचोटि भन्यो भने कुरा सुन्दै नसुन्ने, भनेको कुरो मान्दै नमान्निकन हस हुन्छ भने जस्तो सुनिन्छ। अब जापान आउने भए स्टुडेन्टमा भए पनि पार्ट टाइम जबको लागि पनि इन्टरभ्यू दिनुपर्ने हुन्छ। त्यति बेला पनि हजुर हजुर भन्ने बेला चाहिँ एकचोटि मात्र हाई भन्नुहोस्। मेरो एकजना साथी चाहिँ SSW को इन्टरभ्यूमा हाई दुईचोटि भनेको कारणले त्यो इन्टरभ्यूमा पास नभएर अर्को इन्टरभ्यू दिएपछि जापान आउन पाउनुभयो। त्यही भएर ठुलो मान्छेसँग बोल्दा हाई चाहिँ एकचोटि मात्र भन्नुहोस्। यस्तै जापानको कुराहरू सिक्न फलो, लाइक, कमेन्ट गर्नुहोस्। धन्यवाद। नमस्ते।